हिजो धनियाँको बिउ लिएर भिजाएको थिएँ र आज यसरी यसमा धनियाँ लाउन आँटेको छु है। यस्तोहरू चाहिँ धनियाँ मजाले छर्नुपर्ने छ गर्दै। छर्यो भने चाहिँ पानी मजाले हाल्नुपर्छ अन्त मल पनि मजाले छ। मलजल गरी धनियाँ बाक्लै छरिरहेको छु योपालि चाहिँ। यतिको धनियाँ चाहिँ ग्यापै नछोडिकन छर्नुपर्छ। हिजो चाहिँ मैले यो बनाएर तपाईँहरूलाई देखाएको थिएँ हो। हिजो चाहिँ मैले यो तपाईँहरूलाई प्रोसेस बनाएर देखाएको थिएँ स्टेटसको मार्फत र आज चाहिँ यहाँनिर धनियाँ मैले छरिरहेको छु र त्यो पनि म तपाईँहरूलाई देखाइरहेको छु। यसरी बनाउँदाखेरि चाहिँ यो गुवाको सबै यो गुवाको हो पत्ता। बेसी पानी छिर्दैन, पानी भक्कु भयो भने चाहिँ अब ठ्यात्तै हुन्छ नि त, उयो हुँदैन नि। र यो गुवाको यो लगाएर यसरी बाँसले मजाले बाँधेर हिजो बनाएको। र यहाँनिर चाहिँ मैले लगभग 11 त्यो ठुलो बट्टाको 11 बट्टा चाहिँ माटो हालेर मल हालेर चाहिँ यसरी आज धनियाँ छरिरहेको छु। र अब केही दिन बादमा यो धनियाँ उम्रिन्छ भनेर चाहिँ म आशावादी पनि छु। यस्तै भइरहेको छ गाउँमा, गाउँले जीवन। गाउँमा गाउँले जीवन यस्तै भइरहेको छ। अन्तिम रहेछ अब अन्तिम जग्गा त्यही रहेछ। यसलाई मजाले पानी अब दिएर चाहिँ छोडिदिनुपर्छ। 1-2 दिनमा बुरुरुरुरु उम्रिन थालिहाल्छ। घाम पनि मजाले लागिरहेको छ आज त टक्कै यस्तो भइरहेको छ। पानी हाल्नुपर्छ एकपल्ट चाहिँ मजाले फर्स्ट रोपेर चाहिँ भेटिहाल्छ जरा। हिजो पनि हाल्नु त मजाले नै हालेको, तर पनि यतातिर पनि चिसो बनाउनु पर्यो। चिसो नै भइरहेको छ मजाले। यस्तै छ यहाँनिर यस्तो रोपेको छु। यहाँ मैले टमाटरको थाँक्रा हालेको थिएँ। यो सानो खालको टमाटर हो यो चाहिँ। ठुलो खालको चाहिँ पर रोपेको छु। यहाँनिर काँक्रा लगाइराखेको छु। तल मकै चाहिँ जस्तो त भइरहेको छ अहिले। यस्तै छ।